नमस्कार सबैजनालाई। आज कार्तिके पूर्णिमा हामी कान्छी बाराई मन्दिर आएका छौं। रिजाल्दी रिसिङ गाउँपालिका वडा नम्बर 3 रिजाल्दीमा रहेको कान्छी बाराई मन्दिर परिसरमा आएर नुहाई पूजा आजा गरेर फर्किने क्रममा हजुरहरूलाई सानो भिडियो देखाउँदै छौं। साथीहरू अगाडि बढिसक्नु भएको छ। कृषि प्राविधिक सुरेश तिवारी सर र इन्जिनियर प्रवीण यादव सर। माता देवीको प्रतिमा पनि हजुरहरूलाई देखाउँछु। यसरी बिहानै आएर हामीले पूजाआजा गरेर देवीको सेवा गरेर हामी यहाँबाट निस्किँदै छौं। रिसिङ गाउँपालिका वडा नम्बर 3 रिजाल्दीमा रहेको कान्छी बाराई मन्दिर एकदमै प्राकृतिक रूपले पनि एकदमै मनमोहक छ। यहाँ बर पिपलहरू स्वामीहरू लटरम्म जरा जुडाएर बस्नु भएको छ। निकै राम्रो पानीको मुहान। यहीँबाट रिजाल्दी टोलवासीहरूले पानीलाई सञ्चित गरेर लिएर गएर खाने गर्नुहुन्छ। पहिला यहाँ धारोमा आएर नुहाउने, यहीँ थाप्ने, कपडा धुने गर्ने गर्नुहुन्थ्यो। यहाँ मागेको कुराहरू पुग्ने किम्वदन्ती छ। विशेष गरेर पूर्णिमाहरूमा आएर पूजा गर्यो, देवी दशैंमा नवदुर्गामा आएर पूजा गर्यो भने माता कान्छी बाराईले सबै कुरा पुर्याउनु हुने भन्ने किम्वदन्ती रहेको छ। उहाँको अपार शक्ति छ। यहाँ नजिकै पुरानो स्कुल पनि छ। यो स्कुल त अब विस्थापित भइसकेको छ। यहाँ अहिले तत्कालै रिसिङ गाउँपालिका वडा नम्बर 3 ले सिँढी बाटो निर्माण गरेको छ गएको साल, र यसलाई फेरि पूर्णता दिने, बाटोसम्म पुर्याउने भन्ने योजना पनि रहेको छ। निकै राम्रो छ यो मन्दिर। तल छ, हामी बाटोबाट करिब 500-600 मिटर तल झऱ्यो भने हामी मन्दिरमा आइपुग्छौं। निकै राम्रो, निकै एकदमै आध्यात्मिक ठाउँ। यहाँहरू सबैलाई स्वागत छ। आउनु होला, कान्छी बाराई मन्दिरको दर्शन गर्न आउनु होला। यहाँ देवीसँग मागेका कुराहरू पुग्छन्। सबैको कृपा गर्नुहुन्छ देवीले। स्वामीको रुख, बर पिपल स्वामी तिनै बोटहरू छन् के सर? त्यही त। ल सबैजनालाई फेरि पनि आग्रह गर्दै कान्छी बाराई मन्दिर दर्शन गर्न सबैलाई निम्तो गर्दै म यस भिडियोबाट बिदा लिन चाहन्छु। हस्त, नमस्कार।